नमस्कार। महेश देवदार नगरपालिका 8 बस्ने रुद्र पाण्डे देवदार नगरपालिका कर्मचारी। हाम्रो ऐतिहासिक धार्मिक सम्पदाले भरिएको यस पाकरी वृक्ष ऐतिहासिक बुद्धकालीन वृक्ष, बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको 2700 वर्ष पुरानो अनुमान गरिएको छ। र धार्मिक हाम्रो मास्टर होल्डर, पिएचडी होल्डर र विभिन्न धरती माताहरूले मेडिटेसन गरे अनुसार 33 कोटी देवता शिवजी, गणेश भगवान, शेषनागले वास गर्नुभएको पवित्र वृक्ष अमृतमय वृक्ष, जसले अवलोकन गर्नको लागि नेपालको सामान्य किसानदेखि लिएर मन्त्रीगणसम्म 1 लाखदेखि लिएर पिएचडी होल्डर, मास्टर होल्डर, एमफिल बायोलोजी टिचिङ विश्वविद्यालय, अनुगमन टोली, टियु, जियोफिजिक्स साइन्टिस्ट, चाइनाको हाम्रो कुमलटारका साइन्टिस्टहरू, चाइनाको जियोफिजिक्स साइन्टिस्ट लगायत सम्पूर्ण टिमहरू अलरेडी आइसक्नु भयो। आज पनि हाम्रो लिमिटेड पर्सनहरू काठमाडौँबाट हाम्रो पाकरी वृक्षमा अवलोकन, रिसर्च र माइक्रो स्टडी गर्न आइदिनु भएकोमा हिजोदेखि अभिवादन र नमस्कार गर्न चाहन्छु। हाम्रो यो 96 फिट उचाइ, 82 फिट फेद र 500 फिटको हाँगा फैलिएको, सधैँभरि हरियो भइराख्ने, कहिले उजाड नहुने, गिद्ध, चिल, बाज, बकुला नबस्ने, यसको नजिक हात्ती नआउने, फुल अफ पोजिटिभ भाइब्रेसन र अक्सिजन भएको, हाम्रो स्किन क्यान्सर, स्किन डिजिज, हाइपरटेन्सन, डिप्रेसन, फ्रस्ट्रेसन र क्रोनिक्स डिजिजहरूलाई निवारण गर्न मद्दत गर्ने वृक्ष भएको हुँदाखेरि हाम्रो देवदार नगरपालिका टोल सुधार समिति वार्ड प्रतिनिधि लुम्बिनी लगायत सम्पूर्ण यहाँको लिमिटेड पर्सनसँगै आज पनि हाम्रो लिमिटेड पर्सन एड हुनुभयो। सम्पूर्णको एउटै आवाज छ, हाम्रो गौतम बुद्ध मेडिटेसन सेन्टर भनेर प्लानिङ छ। उतापट्टि साइडमा होमस्टे, म्युजियम, ग्रिनरी प्लेस र पार्किङ भन्ने हाम्रो ग्रेटर प्लान छ। र यसको हाम्रो आर्किटेक्ट इन्जिनियर गोपाल बहादुर कंवरजी हुनुहुन्छ। यससँग जोडिएको हाम्रो गौतम बुद्धका मावली र लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, एग्रो फरेस्ट्री इन्भाइरोमेन्टल डेभलपमेन्ट स्टडी साइन्स अथोरिटी टप युनिभर्सिटीसँग कनेक्टेड भएको यस वृक्ष पवित्र वृक्ष र यसको नाम हाम्रो पाकड भनिन्छ। हाम्रो चौधरी कुमार महतो पटेल चौहानहरूले पाकड भनिन्छ र फलकासा हाम्रो फर्न नेम बनेन के देउदा बनेन युनिक नेम भनेको पाकडी, जसले हामीले गुगल र मोबाइल हेर्न मिल्छ। द बर्थ प्लेस अफ लर्ड बुद्ध, लुम्बिनी डेभलपमेन्ट ट्रस्ट, ओल्ड हेरिटेज साइट पाकडी टी भने हाम्रो लुम्बिनीसित जोडिएको। हजुर, जोडिएको। त्यसमा विभिन्न स्ट्रक्चर र टेक्निकली सब्जेक्टहरू छन्। म अब त्यो सेपहरू देखाउनु गइरहेको छु। जस्तै हाम्रो हात्तीको सुनको सेप बनेको छ, आँखा सहित आँखा भयो, शिर भयो, कान भयो र सुन, हात्तीको सुन, एलिफेन्ट ट्रङ्क सेप। हजुर, अलरेडी हाम्रो जियोफिजिक्स साइन्टिस्टहरूले, अन्तर्राष्ट्रिय पत्रकारहरूले लैसक्नु भएको छ। त्यस्तै हाम्रो यहाँ फेदबाट विस्फोट भएर गणेश भगवानको सुनको आकृति बन्नुभएको छ। तलपट्टि फेदबाट विस्फोट भयो यस्तो भएको। हजुर हजुर, गणेश भगवानको सुनको आकृति बन्नुभएको छ। माथिपट्टि हाम्रो बुद्ध भगवानको तस्बिर छ त्यहाँ। हजुर, उहाँ हुनुहुन्छ, बस्नुभएको छ। बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको हुँदाखेरि हामीले बुद्ध भगवान तस्बिर राखेको छ यता अनुसार। त्यस्तै हाम्रो यहाँ बुद्ध भगवान सुत्नुभएको सेप बनेको छ। लर्ड बुद्ध स्लिपिङ सेप, बुद्ध भगवानको पाउ भयो, हिप भयो, पाखुरा भयो, शिर भयो, लर्ड बुद्ध स्लिपिङ सेप। यहाँ हाम्रो अक्टोपस सेप, अक्टोपस सेप, यो हात्तीको सुनको सेप। यहाँ हाम्रो बिरेन सेप, दिमागको सेप। यतापट्टि हाम्रो शेषनागको 1 2 3 4 5 शेषनाग सेप। आमाले बच्चालाई स्तनपान गराएको सेप छ। आमाको शिर भयो, स्तन भयो, शरीर भयो, हात भयो, बच्चा ब्रेस्ट फिडिङ सेप। फेस सेप, अनुहारको सेप भयो, मुख भयो, आँखा भयो, आँखा भयो। हजुर, यो मुख अनुहारको सेप। हजुर, त्यस्तै हाम्रो स्ट्रक्चरको सम्बन्धमा यहाँ हाम्रो ओ अक्षर बनेको छ। ओ तलपट्टि यम बनेको, यता खिच्नु छ, यता यहाँ ओ छ, तलपट्टि यम, ओ यम, ओम बनेको छ। हामीले ओम भन्दा धरतीमा प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ। त्यस्तै हाम्रो क्रोकोडाइल सेप, गोहीको सेप, नजिकैबाट खिच्नु होला। गोही आँखा सहित नाक, गोहीको सेप, क्रोकोडाइल, यो हात्तीको सुनको सेप। त्यस्तै हाम्रो यहाँ आँखा भयो, नाक भयो, मुख भयो, चेपु भयो, निधार यताबाट खिच्नु होला। हाम्रो स्कल, हुमान स्कल हुमान स्कल, यो तपाईँको हात्तीको सुनको सेप, आँखा सहित। यो टाउको भयो, यो सोड भयो, यहाँ आँखा। हजुर, हात्तीको आँखा सानो हुन्छ।
त्यस्तै माथिबाट हाम्रो स्पाइनल कर्ड हाम्रो ब्याकबोन पहाडपट्टिको मेरुदण्ड करङ हजुर हजुर पहाडपट्टिको हाम्रो मेरुदण्ड र करङ त्यस्तै यो हाम्रो थर्ड आई महादेवको तेस्रो नेत्र हजुर थर्ड आई यो चाहिँ तपाईँको भ्यागुताको सेप ढाड भयो ढाड खुट्टा भयो एकदम खुट्टा पछाडि पछाडिको उ भयो कम्मर भयो यहाँ आँखा यहाँ हजुर हाम्रो आजभन्दा 40औँ वर्ष पहिला पनि हाम्रो यताबाट ठुल्ठुलो असिनाहरू हुरी बतास आउँदा पनि केही नभएको वृक्ष हाम्रो यत्रत्र असिना आउने हुरी झडम झडम तपाईँको असिना धरेर त्यतिखेर पुरै यो रुखमदेखि नलापछि पुरै नाकेट भएको थियो नाङ्गिएको थियो तर एउटा हाँगो भएको चाहिँ निकै बलियो वृक्ष विशेष त हाम्रो इन्जिनियरहरूलाई चाहिँ मोस्ट इम्पोर्टेन्ट जस्तो हाम्रो लुम्बिनी इन्जिनियरिङ कलेज यहाँको आउनुहुन्छ हाम्रो भलबाडीको एलइसी ग्रुप ब्याचलर अफ इन्जिनियर उहाँहरूलाई मैले 50-50जनालाई मैले अलरेडी मैले ब्रिफिङ गरिदिएको थिएँ उहाँहरू चाहिँ मोस्ट इम्पोर्टेन्ट हाउ टु स्ट्रङ्स फाउन्डेसन हाउ टु मेचर्ड पिलर भनेर उहाँको एउटा स्याम्पल एक्जाम्पल बनेको छ त्यस्तै हाम्रो स्कुल कलेज युनिभर्सिटी लगायत सम्पूर्ण चाहिने मोस्ट इम्पोर्टेन्ट एउटा ग्रेटर नलेज ब्याङ्क बन्दैछ यो वृक्ष अलिकति हाम्रो पोलिटिकल स्प्यान कमजोर भएर थोरै अझैला परेको मात्र यसलाई चान्स छ त्यस्तै यो हाँगाबाट यहाँ जरोमा बसेको छ हाम्रो दुधाले रुख हो यो दुधाउनुको पिपलको परिवार उताबाट हाँगो आयो त्यसपछि यतापट्टि देखिने भयो एउटा ब्रह्माण्डले एउटा युनिभर्सले एउटा रूप लिएको अब त्यो सेप मदर एन्ड मदर ल्यान्ड धरती मातालाई कसरी लगाउने इक्जाम्पल तल यसरी टेकिने भयो ठ्याक्क जरा भनेर रहेछ ब्रान्च कन्भर्ट इन्टु द रुट्स रुट टु रुट होइन हाम्रो यही वृक्ष हो हाम्रो 96 फिट चाहिँ 82 फिट 500 फिट हाँगा फैलिएको पाखाडी वृक्ष एकदम सुन्दर वृक्ष एसियाको लार्जेस्ट एन्ड ओल्ड नेचुरल ब्युटी टप 10 मा पर्ने निकै सुन्दर वृक्ष आउने त्यहाँ नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड भएको हाम्रो एडभान्स बोर्ड गभर्मेन्ट अफ नेपाल आर्कोलोजी डिपार्टमेन्ट हाम्रो एन्सियन्ट ट्री हिस्टोरिकल ट्री हाम्रो रामग्राममा गौतम बुद्धको मावली लुम्बिनीमा र यहाँ हाम्रो ऐतिहासिक वृक्ष हाम्रो हिस्टोरिकल ट्री एन्सियन्ट ट्री भएको हुँदाखेरि त्यो हाम्रो एडभान्स बोर्ड सर्टिफाइड बोर्ड राखेको छ ल यहाँ हजुर हुन्छ हाम्रो यहाँ यो कलाको एउटा चित्र बनाइदिनु भएको छ सम्पूर्ण आर स्टडी गरौँ माइक्रो स्टडी गरौँ भनेर यहाँ बनाइदिनु भएको छ अहिलेको माहौललाई लिएर लियो लिडरसिप एक्सपिरियन्स अपर्च्युनिटी लेट्स इन्जोय आवर सेल्फ भोलिन्टियर पर्सन सोसियल वर्कर उहाँले बनाउनुभएको चित्र हाम्रो मदरल्यान्ड धरती मातालाई लिएर हाम्रो ग्लोबलाइजेसन पोल्युसन र पिस इन्भाइरोमेन्ट वातावरण प्रदूषण र शान्ति वातावरण यतापट्टि हाम्रो प्रदूषण छ मिसाइलहरू उडेका छन् हावा उडेको छ रुखहरू काटिएका छन् प्रदूषण त पुरै त्यस्तै हाम्रो लाइफ पनि अहिले प्रदूषण भइरहेको छ खानाहरू हाम्रो गतिलो छैन तरकारीहरू विषादी छ अरू चिजहरू खेतहरू पुरै ड्रगिस्ट भइसकेका छन् त्यसलाई हामीले अर्ग्यानिक खाना जैविक खेती र हामीले फुल अफ पोजिटिभ भाइब्रेसन यतापट्टि हामीले फिस इन्भाइरोमेन्ट र फिजिकली मेन्टालिटीमा पुरै इम्प्रुभ गर्ने हामी सबैको एउटा प्रिन्सिपल सिद्धान्त रहेको छ त्यसले बताइदिएको सबै कुरो बताइदिएको छ र यसको हाम्रो ड्रिम प्रोजेक्ट भनेको हाम्रो मेडिटेसन सेन्टर छुटफुट बाटोहरू मर्मत गर्ने हेर सिग्नल राख्ने बोर्डहरू बनाउने हामीसित भएको स्किल एबिलिटी ट्यालेन्ट फाइनेन्स इन्भेस्ट गरेर संसारका सामु पुर्याउने हामीसँग प्रिन्सिपल एउटा सिद्धान्त रहेको छ हाम्रो देवदा नगरपालिका रूपन्देही जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित यस पाखरी वृक्षमा सम्पूर्णले आएर अवलोकन गरिदिनु हुन म रुद्र पाण्डे लगायत हामी सम्पूर्ण अनुरोध गर्दछु म धन्यवाद हेलो लाइक सब्स्क्राइब गरिदिनु होला हेलो गरिदेऊ सबैजनाले